अर्को इन्ट्रेस्टिङ, यहाँ मैले अघि नै फर्सी टिपिसकेँ। अर्को इन्ट्रेस्टिङ चाहिँ यहाँनिर यो हेर्नुहोस् न, यो ब्ल्याकबेरी है, यस्तो मजाले फलेको छ होइन। यहाँनिर पाकिसकेको अवस्था पनि देखिन्छ। पाकिसकेपछि चाहिँ यो कालो हुने रहेछ है, पहिला रातो होइन, अनि त्यसपछि अलिक पाकिदिएपछि कालो हुने रहेछ। सुरुमा त हामी पनि झुकेको थियौँ, किनभने यो वर्ष फलेको हो। यो रातोमै पाकेको पो हो कि जस्तो पनि लागेको थियो, तर होइन रहेछ है, ठुलो छ। पक्का पाकेको चाहिँ यो यसरी कालो भएर आउँदो रहेछ, यहाँ तलतिर पाक्दैछ। एउटा मैले अघि नै चाखी पनि सकेँ, यो त निकै गुलियो हुँदो रहेछ है। यो कालो चाहिँ निकै गुलियो हुँदो रहेछ। यहाँनिर यता पनि फलिरहेछ मजाले, हेर्नुहोस् न कस्तो मजाले के ठुल्ठुलो दाना छ है। यसरी छतमा चाहिँ मजाले रोपेर यसो चाख्न, यसो हेर्न चाहिँ साह्रै आनन्द लाग्ने रहेछ। यस केही अलिकति मेहनत धैर्यता भन्ने कुरा चाहिँ हुनुपर्छ है। हेर्नुहोस् कस्तो मजाले पानी पनि मजाले पुगेको छ। यता पनि छ, यहाँ मैले रेडी गरिरहेको छु यहाँनिर टिप्नुको लागि। अब जुन चाहिँ कालो कालो छ त्यो चाहिँ टिप्छौँ ल। ल साथीहरू ल है, मैले सुरु गरेँ। पैँसीले काटौँ ल। हेर्नुहोस् त कतिवटा निस्किन्छ है हेरौँ। गजब रमाइलो के, गजब रमाइलो। काठमाडौँमा यो जस्तो आनन्द चाहिँ केही पनि होइन है। मलाई चाहिँ यस्तो लाग्छ साथीहरू, यो हरियोसँग खेल्न, आफूले मेहनत गरेको फल यसो टिप्न, चाख्न, साह्रै मजा, साह्रै आनन्द, साह्रै दिल खुस हुने रहेछ। टिप्ने तरिका चाहिँ कसो खोइ पनि मैले यहाँनिर पैँसीले काटेको छु। यस्तो हुँदो रहेछ हातमा पनि, यसको रस चाहिँ कालो कालै हुने रहेछ। ल साथीहरू, यसो फुर्सदको समयमा यसो शनिबारतिर यस्तै फलफुलहरू, बोट बिरुवाहरू लगाउने, हेर्न पनि रमाइलो हुन्छ, टाइम पास हुने रहेछ। टम्म फलेको छ। यसमा पुरै भाइटामिन्स हुन्छ नि हैन। अरू काहीँ चाहिँ कालो मात्र टिप्ने। यहाँ पनि रहेछ। यो चाहिँ तरिका चाहिँ यस्तो रहेछ क्या, टक्क तान्ने रहेछ कि, पक्क आउने रहेछ। यसरी काट्दाखेरि चाहिँ यो सानो सानो पत्ताहरू आउने रहेछ कि, अनि प्लस यो सानो लाग्दै गरेको फललाई पनि चाहिँ यो बाधा हुने रहेछ। अरू काहीँ छ? यो त यहाँ एउटा रहेछ। तरिका चाहिँ यो रहेछ ल, पैँसीले काट्नु भन्दाखेरि पनि यसरी घुमाएर पर्ने रहेछ। ल पैँसीको यो आवश्यक परेन मलाई। अरू छ त? अहिलेको लागि यति। ल हस् त साथीहरू, यहाँ देखाऊ त यति। यो भनेको एकदम अमृत रमाइलो। अब 2-3 दिनमा हुन्छ होला यो कालो अरू टिप्ने। हस्, हेभ अ नाइस डे, बाई बाई।